छहरा झरना यहाँहरूलाई हार्दिक स्वागत गर्दछ सबैलाई हो हाम्रो बुडर झरना छहरा झरनामा एकदमै स्वागत छ। हामी छहरा झरना फेरि दोस्रो पटल छहरा झरनामा आएका छौँ। तपाईँलाई यहाँको के छ कस्तो छ दृश्य सबै हामी देखाउँछौँ। हाम्रो यो बुडर झरना भनिन्छ, यसलाई छहरा झरना पनि भन्छन्। बुडर झरना स्पेसल्ली अब झरनामा अहिले पानीको मात्रा धेरै कम छ। बर्खा नलागेको कारणले गर्दा पानीको मात्रा चाहिँ धेरै कम छ हाम्रो यो बुडर झरनामा। दृश्य चाहिँ एकदमै रमाइलो छ, एकदमै राम्रो। चारैतिर हरियाली भयो र चारैतिर हरियाली र बिचमा चाहिँ हाम्रो झरना छ। चारैतिर हरियाली भएर बिचमा यो झरना पर्यटकको लागि एकदमै उपयुक्त ठाउँ घुम्नको लागि। अहिले यहाँ लगत्तै होटल सोटलको व्यवस्थापन चाहिँ भएको छैन। होटलको व्यवस्थापन यहाँदेखि 5-6 किलोमिटर माथि बुडरमा राम्रो छ। यता चाहिँ होटलको लागि त्यति खासै राम्रो व्यवस्था छैन। झरना चाहिँ अहिले पानीको मात्रा कम छ झरनामा। यहाँ असार साउनको महिना चाहिँ धेरै पानी हुने गरिरहेको छ। अहिले आजभोलि अब त्यो मिक्सिक नलाग्यो हुनाले खासै पानी सानी चाहिँ छैन है झरनामा। रमाइलो चाहिँ एकदमै रमाइलो ठाउँ हाम्रो यो डोटीको बुडोर झरना। यसलाई छहरा झरना पनि भन्ने गरिन्छ। बुडोर झरना अहिले पानी नभएको कारणले गर्दा चाहिँ धेरै कम छैमा